एन्ड इट्स मी अरुणा दाहाल। आज चाहिँ तिहारको अघिल्लो दिन, अहिले 5:27 भइसकेको छ अनि आज चाहिँ तिहारको अघिल्लो दिन भएर हामीले धेरै मालाहरू उनिसक्यौँ र हजुरहरूलाई म मालाहरू पनि देखाउन चाहन्छु। र म चाहिँ यहाँ छु, भित्र सिस्टरहरू के गर्दै हुनुहुन्छ अहिले हेर्न जाऊँ। अहिले अघि उनेको मालाहरू यता छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15वटा चाहिँ यस्तो हामीले लगाउने माला उनिसकेको छौँ। यता घरमा पनि लगाइसकेको पगरीहरू पनि उन्यौँ, पगरीहरू यता छ अनि अझै यता भइहाल्यो। हाम्रो फुलहरू पनि अझै यतातिर यति धेरै भइसकेको छ। यो फुलहरू अझै उन्नको लागि अहिले एकछिनमा हामी उन्ने छौँ। अनि यतातिर नि एक बाटा अझै यहाँ मालाहरू फुलहरू नै छ। अब हेर्दै जाऊँ ल। बुबा पनि भनिदिनु क्या। अनि अब आज भन्नु कस्तो भइरहेको छ? आज एकदम रमाइलो छ, राम्रो छ। अनि भोलि तिहार हो, टिका लाउनु पर्छ, माला लाउनु पर्छ। मालाहरू देखाउनु। अनि माला यिनीहरू माला यो मखमलीको यो ठुङ्गे फुलको भन्छन् क्या, सयपत्री फुलको, अरू यो मखमलीको भन्छ यस्ता माला। अनि भाइहरूलाई टक 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 लगाइदिने एक एकवटा। यो पगडी हो क्या, पगडी। यो पगडी चाहिँ माथि टाउका लाउने, ढाका टोपी लाउने। अनि ढाका टोपी नि यस्तै राम्रो नयाँ टोपी चट्ट लगाइदिने, पगडी लाउने। पहिले त्यसै गर्थे, त्यही गर्ने। हस् हुन्छ। ल ल ल ल ल ल ल अब के? अनि फुलको माला, यो माथिको माला नि, यो माथि घरमा लगाएको टक्क छ नि माला, हो त्यस्तै माला सारा लाएर अनि देउसी खेल्न जाने, देउसी खेल्छन्। भैलो खेल्न जाने, हिजै खेल्थे। भैलो लाउँदा भैलो खेल्नेले त्यो माला लाउँदैन क्या। ए भैली खेल्दा चाहिँ लाउँदैन माला, लाउनु हुँदैन। चेलीबेटीहरूले भनेको छ नि, भोलि भाइहरूले माला टक्क एउटा माला टिपेर चट्ट गला लगाइदियो भने आहा कति राम्रो। अनि यो हाम्रो घर देख्न सक्नुहुन्छ। हस् अब हामी यस्तो छ, झिलिमिली पारेको छ। झिलिमिली यताबाट पनि देख्न सक्नुहुन्छ, यता बुबा हुनुहुन्छ। अब हेलो भनिदिनुहोस्। हेलो 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 हेलो। म अब फोजी चलो सिस्टरलाई चाहिँ। ए फोजी हो र 2G सिस्टर चाहिँ यो घरको माइली छोरी। कुन घर के कुन कार्टुन चाहिँ कि यहाँ के गर्दै हुनुहुन्छ अहिले? यसै गरी दसैँ आओस्। हामी यहाँ भाइटिकाको लागि वर्षा बनाउने तयारीमा छौँ। यहाँ मोल्दै हुनुहुन्छ उहाँले, मोल्दैछु। मोल्दै हुनुहुन्छ। यहाँ दिदी पानी हालिदिँदै हुनुहुन्छ। आमा यतापट्टि रोटी हाल्नको लागि छ। अनि ल यो के हो? टिकटक ब्यान्ड आजबाट भएको छ। टिकटक आजबाट ब्यान्ड भएको छ। दाउरा लिन जान अनुरोध गरिन्छ। ल म असर उ गर्छु, त्यसको खिलाफ छु भन्नु न। लु यहाँ हेर्नु है। मैले सबै कुरा ठिका पारिदिए, तिमीहरू गर्ने होला छौ। अनि घरमुली भन्नुको अर्थ नै त्यही हो त। यो क्यामेराम्यान चाहिँ खानेवाला छ। के खान्छ? सबै थोक चाहिँ मैले ठिका पारिदिनु पर्छ। उठ्न नसक्ने बुढीले अहिले पक्काएर यहाँ ठिक्क पारिदिन्छ। ए उहाँ म अनि ऊ देउसी टोली त होइन साथी, उताबाट अङ्कल भाइ आइसक्नु भएको छ। हजुर। के खानाको? लु अब एकछिनमा बनाइसकेपछि आउनुपर्छ। भाइ अन्ना भन, अन्ना भन न, अन्ना भन न, अन्ना भन न। आउ न त लु, आउ। के लाग्छ? देखाउ त दिदालाई। कहाँ छ हाम्रो झिलिमिली? खै झिलिमिली बालो भन, अन्ना भन,
भन न बल्ल अन्ना भन न अन्ना खोइ अन्ना भाइ भन भाइ पनि छ भाइ माया पठाइदेऊ भाइलाई माया पठाइ नमस्ते पनि गरिदेऊ भाइलाई नमस्ते गरिदेऊ नमस्ते टाटा गरिदेऊ अब टाटा गरिदेऊ लु टाटा गरिदेऊ सानी यता टाटा गरिदेऊ न बत्तीलाई यी भाइलाई टाटा गर छिटो टाटा माला खोइ हाम्रो माला खोइ माला देखाउ त फुलु देखाउ त खोइ फुलु फुलु माथि माथि हेर न यी फुलु फुलु भन न माथि यत्रो धेरै फुलु छ यी फुलु खोइ फुलु फुलु खोइ हामी फुलको पछाडि दाई भन दाई भन हो दा उज्जवल भन उज्जवल दाई के गर्नुहुन्छ भने के आएछ मेरो नानी यता ठुलो पानी हात धोएर आइज